भान्जा जानु भयो अहिले त हामी 4-5 जना मान्छे मोगा छ मलाई त यत्रो झोलाउन बालेको है त्यो पद मलाई त धेरै तपाईँबाट अब हामी पनि घटे के उसको भन्ने घटे त्यही माथि र छैन नि यसमा त खोलाबाट है छिरमिरी त तर यस्तो भनेको जब डिसेन्ट चाहिँ यस्तो सिधै मलाई त त्यो दाबाट फर्काउनु न जिउँदै गयो हेर्दा यो कस्तो चाहिँ ठिक्क लेभल है तिनीहरू छिर्ने दरमा कति 1 चक्का 2 चक्का 3 चक्का 4 चक्का 5 चक्का त्यो 7-8 चक्का रहेछ यो ऊ जिम्दैछ ऊ चल्दैछ ऊ अनि हामीले अब यसलाई त काम गर्नुपर्छ नि ओ निक्लिदिया चिन्ता छ जसले टोक्या हो त्यताबाट आउँछ भन्छ है त्यो टच गरेको यहाँ चाहिँ प्लेट गरेर बस्ने अब यसले मिटर दिनुपर्छ लैर त खाली छ ल जम्मै निसार हेर्नु त्यस्तो चाहिँ उठ्छ त्यस्तो चाहिँ उठ्छ कि है मामा च्याप्दिउँ त्यसलाई तातो पानीमा हाल्यो नि त खै त्यसलाई खसी पारिदिउँ उड्यो भने पानीले भिजेपछि चाका सबै सिद्रो रहेछ है फेरि त्यत्रो पानी पर्दा कसरी जाँदैन अर्कै एउटै रहेछ त यो त चुप्पै भरे हुन्छ नि त ऊ यस्तै हुन्छ यतिकै खोइ त बच्चा भने चाहिँ बच्चै छैन त खाली छैन खाली रहेछ बन्दै रहेछ अब उ गरौँ अब निकालौँ न 1 महिना जति निस्किहाल्छ नि तपाईँले चाहिँ अकल त गरेको रहेछ है अचेल छैन गरेर भएको थियो ठ्याक्कै भएर यो माख्लोमा त नहोइना यति